नमस्कार। आजको यस विशेष प्रस्तुतिमा एउटा सामान्य सुराखीले कसरी नेपाल प्रहरीलाई नक्कली नोट छाप्ने एउटा निकै ठूलो र चलाक गिरोहसम्म पुर्यायो भन्ने कुराको गहिरो चिरफार गर्दैछौँ। बुटवलमा भएको यो अपरेसन चार्ली साँच्चै नै कुनै थ्रिलर मुभीको कथा भन्दा कम छैन। प्रहरीको यो एक्सन र इन्टेलिजेन्सको जालो कसरी बिछ्याइएको थियो, आउनुहोस् यसैको विस्तृत विश्लेषण गरौँ। कस्तो अचम्म लाग्छ है, एउटा सानो र सामान्य जस्तो लाग्ने डिजिटल कारोबारले कसरी एउटा सिङ्गै नक्कली नोटको फ्याक्ट्री नै ध्वस्त पार्न सक्छ। आज हामी यही रहस्य खोज्नेछौँ। एउटा सामान्य घटनाबाट सुरु भएको अनुसन्धानलाई पछ्याउँदै प्रहरीको द्रुत प्राविधिक सुझबुझले कसरी यति ठूलो आपराधिक सञ्जाललाई भत्काउन सफल भयो भन्ने कुरा एकदमै रोचक छ। मिति 2082 साल 12 महिना 22 गतेदेखि यो श्रृङ्खला रूपन्देही जिल्लामा चाहिँ सुरु हुन्छ। विशेष गरी 1000 दरका नेपाली नोटहरू बजारमा सर्वसाधारण नागरिकलाई झुक्क्यानमा पारेर चाहिँ चलन चल्तीमा आएका कुराहरू हाम्रो जानकारीमा आउँछ र हामीले चाहिँ यसमा इन्भल्भ भएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउँदा चाहिँ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले 2 जनालाई 2082 12 22 गते नियन्त्रणमा लिएर मुद्दा चलाउँछ र मुद्दा चलाइसके पश्चात यो प्रतिवादी 2,25,000 धरोटीमा छुट्छ। तत्पश्चात पुनः 2082 साल 12 महिना 26 गते पुनः एकपटक चाहिँ नक्ली नोटको 1000 दरका चाहिँ नोटहरू पुनः चाहिँ बजारमा चाहिँ आएको कुराहरू जानकारीमा आउँछ र त्यसको अनुसन्धानका क्रममा पुनः चाहिँ यो देवजुली नगरपालिकाको यो घटना हो। त्यहाँ देखिसके पश्चात त्यस घटनामा प्रहरीले अनुसन्धान गर्छ र 21 थान नक्ली नोटसहित चाहिँ त्यसमा संलग्न व्यक्तिलाई चाहिँ कानुनी कारबाहीको लागि दायरामा ल्याउँछ र पूर्वपक्षका लागि कारागारमा चाहिँ जेल चलान गर्छ। यो कुरा यतिमै यो श्रृङ्खला टुङ्गिँदैन। पुनः 2083 साल 2 महिना 7 गते लुम्बिनी अन्तर्गत चाहिँ नक्ली नोटको कारोबार भइरहेको कुरा प्रहरीले जानकारी पाउँछ र प्रहरीले अपरेसन सञ्चालन गर्दा त्यहाँ चाहिँ सामान्य खाले प्रिन्टर, कलर प्रिन्टर, कैँची, फोटोकपी पेपरको प्रयोग गरेर 1000 दरका नोट छापेर बजारमा चाहिँ मान्छेलाई झुक्क्यानो बनाएर चाहिँ सञ्चालनमा ल्याएको पाइयो र त्यसमा पनि मुद्दा चलाएर त्यो मान्छेलाई पूर्वपक्षका लागि थुनामा चाहिँ पठाइन्छ। यही क्रममा चाहिँ अनुसन्धान प्रहरीले विभिन्न एङ्गलले गइरहेको अवस्थामा चाहिँ मिति 2083 साल 3 महिना 26 गते बुटवलमा एकजना महिलालाई उसकै चिरपरिचित नामको एकजना अर्को महिलाले, उहाँको नाम चाहिँ गङ्गा कुमारी पूर्व छाने हो, उहाँले चाहिँ मलाई 2100 रुपियाँ ई सेवा मार्फत चाहिँ आफ्नो चिनेको साथीलाई चाहिँ ट्रान्सफर गरिदिनु, म तपाईँलाई नगद रुपियाँ दिन्छु भनेर उहाँसँग 2100 रुपियाँ चाहिँ ई सेवा मार्फत ई ट्रान्जेक्सनका लागि अनुरोध गर्नुहुन्छ। अनुरोध गरिसके पश्चात ई सेवामा चाहिँ 2100 रुपियाँ उहाँले चाहिँ ट्रान्सफर गर्नुहुन्छ र उहाँले 1000 दरका 2टा नोट उहाँलाई फिर्ता दिनुहुन्छ भने 100 को चाहिँ एउटा नोट पनि थप दिनुहुन्छ। उहाँ चाहिँ पछि कालान्तरमा गएर 1-2 दिनपछि किनबेचको क्रममा चाहिँ सामान किन्न मार्केटमा जाँदा बुटवलमै पसलेले यो त एउटै नम्बरको चाहिँ 2टा नोट हो, यो त नक्कली हो भनेर उहाँलाई जानकारी गराएपछि उहाँ झस्किनुहुन्छ र आएर इलाका प्रहरी कार्यालय बुटवलमा उहाँले चाहिँ जानकारी गराउँछ। मलाई फलानो मैले चिनेको गङ्गा कुमारी पूर्व छानेले मलाई ई सेवा मार्फत 2100 ट्रान्सफर गर्न लगायो, जसमध्ये 100 रुपियाँ चाहिँ सक्कली थियो, 2000 रुपियाँ चाहिँ 1000 का नोटहरू एउटै नम्बर प्लेटको नक्कली यो यसरी मलाई दिएर ठगी गर्यो, उहाँलाई चाहिँ आवश्यक कारबाही गरिपाउँ भनेर निवेदन दिनुहुन्छ। निवेदन दिइसके पश्चात तत्कालै इलाका प्रहरी कार्यालय बुटवलले चाहिँ जिल्ला प्रहरी कार्यालय जानकारी गराउँछ। हामीले चाहिँ तालुक प्रहरी कार्यालय लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराउँछौँ र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयोजकत्वमा तत्कालै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलबाट संयुक्त प्रहरी टोली निस्किन्छ र एउटा अपरेसन चार्ली नामाङ्कन गरेर अब यो नक्ली नोटको बिगबिगी पटक पटक भयो, अब यसलाई चाहिँ जड शून्य बनाउनुपर्छ भनेर चाहिँ तत्परता देखाउँछ र यो टोलीले तत्कालै अपरेसन गर्छ। यो 28 गते प्रहरीका चाहिँ सूचना प्राप्त भएको हो।
प्राप्त भइसकेपछि तत्कालै चाहिँ गङ्गा कुमारी पूर्व छानेलाई उहाँलाई नियन्त्रणमा लिएर उहाँको घर खानतलासी गर्ने क्रममा उहाँको घरबाट चाहिँ प्रहरीले चाहिँ केही रकम चाहिँ बरामद गर्दछ। 103 थान नोट चाहिँ बरामद गर्दछ। बरामद गरिसके पश्चात यो नोट तपाईँसँग कहाँ यसमा कसको संलग्नता छ भनेर प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उहाँले कृष्ण भन्ने किरण कृष्ण तिवारी यसको पनि यो नोटमा संलग्नता छ, उसलाई यहाँले नियन्त्रण ल्याएपछि केही कुराहरू जानकारीमा आउँछ भनेपछि बुझ्दै जाँदा उहाँ चाहिँ पोखरामा चाहिँ बस्नु हुँदो रहेछ। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 1 बस्ने हुँदो रहेछ। तत्कालै इलाका प्रहरी कार्यालय बुटवलबाट टोली मोबिलाइज भएर जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गर्छ र यो कृष्ण भन्ने किरण कृष्ण तिवारीलाई तत्कालै 28 गते नै बेलुका नियन्त्रणमा लिन सफल हुन्छ। उहाँलाई नियन्त्रणमा लिएर प्रारम्भिक रूपमा सोधपुछ गर्दा उहाँले यसमा रामचन्द्र खत्रीजीको चाहिँ पनि संलग्नता छ, उहाँलाई यहाँले चाहिँ नियन्त्रणमा लिनुभयो भने थप कुरा चाहिँ पुष्टि हुनसक्छ भनेर जनाउदिसके पश्चात तत्कालै रामचन्द्र खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य चाहिँ अगाडि बढ्छ र नियन्त्रणमा लिइसके पश्चात रामचन्द्रजीको घर पनि खानतलासी गर्ने क्रममा त्यहाँबाट पनि नक्कली नोट चाहिँ बरामद हुन आउँछ। 478 थान चाहिँ त्यहाँबाट बरामद हुन्छ। यो चाहिँ किरण कृष्ण तिवारीजीको घरबाट चाहिँ 478 थान नोट बरामद हुन्छ र रामचन्द्र खत्रीजीलाई चाहिँ अनुसन्धान गर्दा उहाँले चाहिँ रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वार्ड नम्बर 13 जितगढी स्थित बालकुमारी घट्टी मगरजीको घरमा चाहिँ यो कारखाना सञ्चालनमा छ भनेर उहाँले चाहिँ अनुसन्धानको क्रममा प्रहरीलाई चाहिँ जानकारी गराउनुहुन्छ र 29 गते प्रहरीले उक्त ठाउँमा गएर चाहिँ कानुन बमोजिम खानतलासी गर्दा त्यहाँ 10 सिक्का धनमाल चाहिँ बरामद हुन्छन् र प्रहरीले चाहिँ थप जिल्ला कपिलवस्तु बाणगङ्गा नगरपालिका वार्ड नम्बर 2 बस्ने सञ्जय थारू, जिल्ला भक्तपुर चाङ्गुनारायण नगरपालिका वार्ड नम्बर 1 बस्ने रामचन्द्र खत्री, त्यस्तै जिल्ला दोलखा सैलुङ नगरपालिका वार्ड नम्बर 4 बस्ने वर्ष 38 को पासाङ तामाङ र भारत पश्चिम बङ्गाल सिलगढी भक्तिनगर थाना बस्ने अन्दाजी वर्ष 49 को वासुमित्र आनन्दलाई समेत नियन्त्रणमा लिएर खानतलासी गर्दा त्यहाँ प्रिन्टर, त्यसै चाहिँ नोट छाप्नका लागि प्रयोग हुने मसीहरू, कटिङ मेसिन, त्यसै नै चाहिँ तपाईँको पेपरहरू र अन्य चाहिँ उपकरणहरू चाहिँ प्राप्त भएर चाहिँ उहाँले पुरा सिस्टमेटिक पद्धतिमै चाहिँ त्यो नोट छाप्ने प्रक्रियालाई चाहिँ अन्जाम दिएको चाहिँ पाइन्छ र 2083 साल 3 महिना 30 गते सम्मानित जिल्ला अदालत रूपन्देहीबाट मुद्रा सम्बन्धी कसुरमा यी प्रतिवादीहरूलाई दिन 5 म्याद थप भई अहिले इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान चाहिँ कार्य जारी रहेको छ। सिरियल नम्बर त एउटै हुन्छ हजुर चाहिँ होइन, प्रायः चाहिँ एउटै, किनभने यो छाप्ने नै हो नि त, यो त स्क्यान गरेर निकाल्ने नै हुन् होइन, नम्बर प्रायः चाहिँ एउटै हुन्छ। अब कहिलेकाहीँ चाहिँ पेपरको क्वालिटीमाथि पनि चाहिँ डिपेन्ड गर्छ कि फरक चाहिँ क्वालिटीले पेपरको क्वालिटीले पनि चाहिँ त्यो अलिकति फरक छुट्याउने हो। अब यसको हकमा चाहिँ हामी कहाँ फर्स्टचोटि रूपन्देहीमा जानकारीमा आएको चाहिँ चैत्रको 22 गते पहिलाचोटि जब जिल्ला प्रहरी कार्यालयमा एकजना प्रतिवादीले त्यो 1000 को नोट चाहिँ पछि चाहिँ एकजनासँग सापटी लिँदाको क्रममा चाहिँ त्यो मान्छे काठमाडौँबाट आयो, सापटी लिँदाको क्रममा चाहिँ त्यहाँनिर फेला पर्यो। त्यो फेला परेपछि त्यो 1000 को नोटपछि त्यो दुईजनालाई कारवाही गर्यो, पछि 2.5 लाख रुपियाँ धरोटीमा दुवैजना छुटे। सेकेन्ड घटना चाहिँ पछि चाहिँ सालजण्डीको एरियाको मैले यहाँलाई निवेदन गरेँ, त्यहाँ देखियो होइन। थर्ड चाहिँ तपाईँको लुम्बिनीमा देखियो भनेपछि छुटपुट रूपमा चाहिँ देखिया चाहिँ छन्, 2 मात्रै छैन, यो नकार्न सकिँदैन, देखिया छन्। र अहिले हजुरले भने जस्तै यो कहिलेदेखि यिनीहरूले सुरु गरेको भन्ने कुराहरूको हकमा चाहिँ अझै डिटेल इन्भेस्टिगेसन बाँकी नै छ। प्रारम्भिक रूपमा चाहिँ हामीले सोधपुछ गर्दा चाहिँ उहाँहरूको भनाइ भर्खरै हामीले चाहिँ हप्ता 10 दिनको इस्टाब्लिस गर्न खोजेको सेटअप गर्दै थियो, पुलिसले यो बिचमा चाहिँ समातिहाल्यो र यसको चाहिँ यिनीहरूको रेसियोको कुरा गर्दा अहिले आंशिक रूपमा खुलेका कुराहरू तपाईँको चाहिँ 2 लाख रुपियाँ चाहिँ लिनको लागि
तपाईँको चाहिँ अब चाहिँ 6 लाख रुपियाँ लिनका लागि यिनीहरूले 2 लाख रुपियाँ चाहिँ नेपाली चाहिँ दिँदो रहेछ 2:6 6:2 6 लाख रुपियाँ चाहिँ नक्कली नोट चाहिँ चलायमान गर्नका लागि 2 लाख रुपियाँ चाहिँ बुझायो भन्ने कुरा चाहिँ आंशिक रूपमा चाहिँ खुलाएको छ। यो उहाँहरूका चाहिँ जस्टिफाइड कुरा चाहिँ होइनन्। अहिले प्राइभेट सोध्नुको क्रममा चाहिँ भनेका कुरा मैले 2 लाख रुपियाँ चाहिँ सकली दिएँ अनि यो बापत चाहिँ 6 लाख रुपियाँ चाहिँ पाएँ भन्ने छ। अब यो डिटेल इन्भेस्टिगेट गर्दा तपाईँका यी जुन नेक्ससहरूले विगतमा हामीले समातेका छौँ यिनीहरूसँग कहीँ कतै जोडिन्छ कि जोडिँदैन। यसमध्ये प्रायः 2 जना चाहिँ 2,50,000 धरतीमा छुटेका अवस्था छन्, अरू चाहिँ यहाँ अहिले कारागारमै छन् होइन। यो एङ्गलमा पनि हामीले चाहिँ अनुसन्धानलाई चाहिँ फराकिलो बनाएर हेर्नुपर्ने हुन्छ। पछि डिटेल इन्भेस्टिगेसन भइसकेपछि अब यसको चाहिँ परिदृश्य कस्तो आउँछ भन्ने कुरा हामीले भर्खरै चाहिँ हप्ता 10 दिन भयो 10-12 दिन भयो होइन 2 हप्ता भयो यो चाहिँ हामीले ठाउँ एडजस्ट गरिरहेको थियौँ भन्ने छ उहाँहरूको भनाइ। 3टा कोठा लिएर उहाँले चाहिँ सेटअप गरेको अवस्था चाहिँ अब यसका लागि त हामीले डिटेल इन्भेस्टिगेसन गर्दा घरबेटीलाई सोध्छौँ उसले पनि भन्ला नि त कहिलेदेखि भाडामा ल्याऊ को आएको थियो कतिदिनको बसेको पछि इन्भेस्टिगेसनले यी कुरालाई जस्टिफाई गर्न हजुरले भनेका कुराहरूको हकमा चाहिँ बजारमा कति छन् भन्ने कुरा चाहिँ यो मैले अहिले चाहिँ तथ्यगत रूपमा चाहिँ भन्न सक्दिनँ होइन। यो भोलिका दिन इन्भेस्टिगेसन गर्दै जाँदा यसको नेक्सस कता कता जोडिन्छ त्यो नेक्ससले चाहिँ होइन कहाँ चाहिँ फिजारिरहेको थिएँ र एउटा कुरा के हो भन्नाले मैले यहाँलाई निवेदन गरेँ अहिले जुन यहाँको सेट प्याटर्न र घटनाको प्रवृत्ति हेर्दा झुक्क्यानो पारेर भन्ने मैले एउटा शब्द यहाँलाई चाहिँ सम्बोधनका लागि चाहिँ भनेको थिएँ। त्यो भनेको जस्तो सालदण्डी यो अलिकति आउटर स्टेट हो अलिकति ग्रामीण भेग होइन त्यहाँ यो चलायमान भएको छ। त्यसै लुम्बिनी एरिया चाहिँ होइन भित्रतिर भएको अवस्था छ। त्यस कारण जहाँका मान्छेलाई झुक्क्याउन सहजता हुन्छ त्यस्तो ठाउँमा चाहिँ यो रिमिक्स गरेर चाहिँ चलाएको चाहिँ अहिलेसम्मको ट्रेन्ड चाहिँ त्यस्तो देखिया छ होइन। अब अहिले चाहिँ यो नोट हामीले पोखराबाट पनि रिकभर गरेर ल्यायौँ भनेपछि के बुझ्नु पऱ्यो भन्नाले अब अन्त पनि चाहिँ यसको सम्भाव्यतालाई चाहिँ नकार्न चाहिँ सकिँदैन। भोलि इन्भेस्टिगेसन गर्दा के कति मात्रा कहाँ के कसो भन्ने